ल है आज हामी आएको छौँ। यो चाहिँ ललितपुर 15 होइन, ललितपुर 15 को यो साम्पाङ चोकमा हाम्रो मन्जुश्री के भन्नुभयो एलरी होम यहाँको बहिनी हुनुहुन्छ र आज हाम्रो बाबा चाहिँ यहाँ हुनुहुन्छ। उहाँ चाहिँ अहिले 90 वर्ष पुग्नुभयो होइन, 90 वर्ष पुग्नुभयो वीरबहादुर राई। अनि उता हाम्रो आमा हुनुहुन्छ मनमाया मस्तमाया राई, उहाँ चाहिँ 85 वर्ष पुग्नुभयो। र यहाँ मेरो कान्छा भाइ छ अनि म भइगएँ। र यहाँ चाहिँ बहिनीहरूकोमा चाहिँ हाम्रो आमाहरू हुनुहुँदो रहेछ र आमाहरूलाई चाहिँ आज खाना खुवाउने प्लस एक दुईवटा चाहिँ कपडा दिने भनेर चाहिँ हामीले चाहिँ यो उहाँहरूकोमा आएको छौँ। र एकदम यो खुसीको क्षण होइन, जो आमाहरू हुनुहुन्छ होइन, एकदम सपुत छोराहरू जन्माउने आमाहरू हुनुहुन्छ। अब उहाँहरूलाई एकदमै हाम्रो तर्फबाट चाहिँ सुस्वस्थ दीर्घायुको कामना टक्राउन चाहन्छौँ। अब आउँदै गरेको तिहार, अब छठ होइन, त्यसै गरी अब अन्य यो हाम्रो पर्वहरूको उपलक्ष्यमा चाहिँ उहाँहरूलाई धन्यवाद दिँदै उहाँहरूलाई चाहिँ सुस्वास्थ्य कामना गर्नको लागि यहाँ आमा आएको छु। आमा त्यो उलाइदिनुहोस् न है, के ल्याइदिनुहोस्? Thank you. Pulai tato जाडो आयो। यो चाहिँ ठुलो होला यहाँ आमालाई मिलाएर दिनुहुन्छ अहिले? मिलाएर जाउँ बहिनीले मिलाइदिनुहुन्छ नि। यो त अहिले दिएको एउटा औपचारिकता मात्रै हो कि। दुईटा दिनु आमा यता हेर्नु न हजुर पनि। जाडोमा के गर्नु कि यस्तै सबै वृद्ध भइन्छ। आमा आमा चोला है, जाडोमा लाग्नु सबै यस्तै हो। जन्मेपछि बाला वृद्ध सबै भइन्छ, यस्तै हो, के गर्ने। आमा आमा आप्पालाई दिने कि? कसो पो खै त पुगिसक्यो एकजना। आमा आमा यो ठुलो हुन्छ, भरे मिलाउनु नि है, जसलाई एउटा पुगेन दिदीलाई? पुग्यो ए हो ए ल ल ल ल ल आमालाई धेरै धेरै आमाहरूले आशीर्वाद दिनुहोस्। यस्तै हो, के गर्ने है। मनुष्य चोला 2 दिनको आशीर्वाद